निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउनु विलम्ब नगरौँ। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ सङ्कल्पित बनौँ। नेपाल शान्तिको भूमि बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस्। सबै नेपालीले न्याय, शान्ति र सुख पाउन्, यही हाम्रो सदिच्छा हो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।